गर्ने नीति हो भनेपछि 10 आज्ञाको आधार चाहिँ के रहेछ त प्रेम रहेछ भन्ने कुरालाई बुझ्छौँ है। ल आजको मेमोरी भर्स जुन छ रोमी 13 को 8 हामी पढ्नेछौँ। कसैले पढ्नु याद गर्नु भएको छ? म पढ्छु तपाईहरु दोहोर्याउनु होला है। ओके किताबबाट म दोहोर्याउँदैछु। कोही मानिस पनि कसैप्रति ऋणी नहुनु तर ऋणी हुनु नै पर्छ भने एक आपसलाई प्रेम गरेर प्रेमको ऋण चुक्ता गर्नु। जसले एक आपसमा प्रेम गर्छ उसले सबै व्यवस्थालाई पालन गरेको छ। हाम्रो व्यवस्था चाहिँ केमा आधार रहेछ त प्रेममा। व्यवस्था इन द सेन्स 10 आज्ञा। 10 आज्ञा केमा आधारित छ प्रेममा। The base of the 10 commandment is love है। प्रेम भनेर हामी यहाँनिर बुझ्छौँ। त्यसले गर्दाखेरि यहाँनिर रोमी 13 को 8 मा यसरी भन्यो आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी नहो किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। सो कुरा यहाँनिर आयो हामी कति चाहिँ आफ्नो छिमेकीलाई प्रेम गर्छौँ है। छिमेकीलाई आफ्नो छिमेकी भनेपछि हामीले सुन्दै आएको छौँ यहाँनिर पासङबाट आफैलाई प्रेम गर्नु के हो पाप हो है। आफैलाई प्रेम गर्नु पाप। आफ्नैलाई मात्रै आफै स्वास्थ्य आफ्नो शरीरलाई मात्रै हेर्नु आफ्नै भलाइ मात्रै चाहनु आफैलाई मात्रै प्रेम गर्नु के हो पाप हो भने त्यसको मतलब हामीले चाहिँ अरूलाई चाहिँ प्रेम गर्नु सिक्नुपर्छ भन्ने कुरा हामी यहाँनिर बुझ्छौँ है। अनि जब हामी अरूलाई प्रेम गर्छौँ जब हामी अरूलाई प्रेम गर्न सिक्छौँ हामी परमेश्वरलाई पनि प्रेम गर्न सिक्छौँ। र परमेश्वरलाई प्रेम गर्नु या त अरूलाई प्रेम गर्नु या त आफ्नो छिमेकीलाई प्रेम गर्नु चाहिँ के हो त्यो व्यवस्था पुरा गर्नु हो भनेर चाहिँ लाग्छ। किन चाहिँ यो कुरा चाहिँ भनियो त व्यवस्था चाहिँ कसरी यो यसरी पुरा हुन्छ प्रेम गर्नाले भनेर भनियो त भन्दाखेरि हामीले हेरिहाल्यौँ मत्ती 22 को 37 देखि कति 40 मत्ती 22 को 37 देखि 40 मा के भन्यो दुईटा महान आज्ञाहरू के हुन् दुईवटा महान आज्ञाहरू के हुन् आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा समझले आफ्नो सारा प्राणले प्रेम गर्नु अनि दोस्रो छिमेकीलाई आफैलाई जस्तो प्रेम आफ्नो छिमेकीलाई चाहिँ आफैलाई जस्तो प्रेम गर्नु भनेर भन्नुभयो। त्यसले गर्दाखेरि यो सबैभन्दा दुई महान आज्ञा चाहिँ 10 आज्ञामा आधार रहेको छौँ। ओके सो अब कुरा यहाँनिर आउँछ यदि 10 आज्ञाहरू हामीले सपोज 10 आज्ञा पुरै मानेनौँ है र कुनै आज्ञामा हामी चुकेका छौँ बाइबलले यहाँनिर हामीलाई भन्छ हामीले 10 आज्ञा मध्ये 9 वटा आज्ञालाई पालन गरेर तर एउटा आज्ञालाई उल्लङ्घन गर्यौँ भने त्यो 10 वटा आज्ञा उल्लङ्घन गरेकै बराबर है। 9 वटा आज्ञा मानेर एउटा आज्ञालाई चाहिँ हामीले मानेनौँ भने त्यो हामीले 10 वटा आज्ञा नै उल्लङ्घन गरेको बराबर। सो मानिलिनुहोस् हामीले 10 आज्ञा मध्ये कुनै पनि बुँदालाई कुनै पनि आज्ञालाई हामीले पालन गरेनौँ है पालन गरेनौँ र अब त्यसमा चाहिँ हामीले परमेश्वर र अरूलाई चाहिँ कसरी प्रेम गर्छौँ भन्ने कुरा चाहिँ हामीले कसरी व्यक्त गर्छौँ त भन्ने कुरा आयो है। हामी जब आइतबारको पाठमा जान्छौँ भने प्रेमको व्यवस्था वा मौलिक नीति भनेर हामी बुझ्छौँ है। त्यहाँनिर प्रस्थान 20 को 1 देखि 17 मा अनि यी सब कुरा परमेश्वरले भन्नुभयो म परम प्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए। म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु तिनीहरूका सामु ननिहुरिनु तिनीहरूको पूजा नगर्नु हत्या नगर्नु व्यभिचार नगर्नु चोरी नगर्नु आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाई नदिनु
आफ्नो छिमेकीका घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमरा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। सो बेसिकली यो 10 आज्ञा हामीले पढ्यौँ। सो हामीले यो कुरा पनि हामीलाई थाहा छ, जान्दै हामीले आएको हौँ। 10 आज्ञालाई कति भागमा त्यहाँनिर विभाजित गरिएको छ? दुई भागमा। किन भन्दाखेरि पहिलो 4 वटा आज्ञाहरूले चाहिँ हामी परमेश्वरप्रति कसरी वफादार बनिन सक्छौँ, परमेश्वरमा हामी कतिको इमानदार रहन सक्छौँ भन्ने कुरा चाहिँ पहिलो 4 आज्ञाले हामीलाई सिकाउँछ। किनभने पहिलो 4 आज्ञा त्यहाँनिर परमेश्वरको बारेमा भनिन्छ, परमेश्वरको लागि गर्नुपर्ने कुरालाई त्यहाँनिर हामीले पाउँछौँ। र बाँकी रहेको आज्ञाले चाहिँ त्यहाँदेखि अरूलाई, आफ्नो छिमेकीलाई है, आफूलाई बाहेक अरूलाई अरूप्रति कसरी प्रेम देखाउने भन्ने कुरा त्यहाँनिर देखाउँछ। त्यसले गर्दाखेरि यहाँनिर यसले गर्दाखेरि येशूले अघि मैले भनिहालेँ मत्ती 22:37देखि 40 त्यहाँनिर सबैभन्दा महान आज्ञा भनेर येशूले दुईटा कुरा त्यहाँनिर दुई भागमा त्यो कुरालाई उहाँले बताउनु पर्छ। वान मानिसलाई त्यहाँनिर भन्नुभयो आफ्नो परमेश्वर आफ्नो सारा हृदयले, आफ्नो सारा समाजले, आफ्नो सारा शक्तिले प्रेम गर्नु, र अर्को चाहिँ आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु परेर भन्नुभयो। यो चाहिँ यो एउटा बेसिक है, मौलिक नीति भनेर भन्छ है। यसलाई चाहिँ हामीले मौलिक नीति भनेर यसरी हामी बुझ्छौँ। र अब यो 10 आज्ञा मध्ये एउटा आज्ञालाई हामीले चुक्यौँ भने मान्नदेखि हामी चुक्यौँ भने हामीले चाहिँ कसरी परमेश्वर र अरूहरूलाई हाम्रो प्रेम यसमा कसरी व्यक्त गर्न सक्छौँ? किन मैले अघि भनिहालेँ 10 आज्ञामा एउटा आज्ञा हामीले पालन गरेनौँ भने 9वटा गऱ्यौँ, एउटा आज्ञा गरेनौँ भने के हो? 10वटै नगरेको बराबर हो भने अब हामीले 9वटा आज्ञा पालन गरेर एउटामा चुक्यौँ। अब त्यसमा हामीले कसरी चाहिँ परमेश्वर र मानिसप्रतिको प्रेमलाई हामीले व्यक्त गर्न सक्छौँ? त्यसले गर्दाखेरि यो जरुरी छ कि हामीले यो भन्न सक्दैनौँ म यो सर्टन कुराहरू गर्छु तर यो गर्ने 10 आज्ञामध्ये मलाई मन परेको आज्ञाहरू म पालन गर्छु, तर यो आज्ञा अलिक कठिन छ, यो आज्ञा अलिक गाह्रो छ, यसलाई म भ्याउँदिनँ, सक्दिनँ, हुँदैन भनेर हामी गर्न सक्छौँ। हामी यो 10वटा आज्ञा मान्नको निम्ति चाहिँ के छौँ? बद्ध छौँ। 10वटा आज्ञा हामीले मान्ने प्रयास गर्नुपर्छ। र त्यसले गर्दाखेरि परमेश्वरलाई रिझाउनु अर्थात् मानिस साथीलाई रिझाउनु है, अर्थात् यो दुईटा आज्ञालाई नै पालन गर्नु, परमेश्वरलाई प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूले प्रेम गर्नु भन्ने कुरा, यो दुईटा मुख्य आज्ञालाई हामीले पालना गर्ने हो भने यो 10वटा आज्ञाको त्यहाँनिर हामीले पालना गर्नुपर्ने हुन्छ है। त्यसले गर्दाखेरि यो 10वटा आज्ञा चाहिँ हाम्रो निम्ति के हो? एउटा बेसिक, एउटा मौलिक सिद्धान्त, एउटा मौलिक नीति हाम्रो लागि, ताकि हामी चाहिँ परमेश्वरमा के रहन सकौँ? इमानदार रहन सकौँ। ओके, सो अर्को कुरा यहाँनिर परमेश्वरको व्यवस्था र 10 आज्ञा के छ? पवित्र छ, धर्मी छ र असल छ भनेर भन्दछ। रोमी 6:14 त्यसले पढ्नुहोस्। किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। हामी अहिले के को अधीनमा छौँ? अनुग्रहको अधीनमा छौँ। यदि हामी व्यवस्थाको अधीनमा भएको भए त व्यवस्था अनुसार गरिनुपर्ने कतिवटा नियमहरू छ, त्यो हामीले गर्नु परेको छ अहिले छैन। कतिवटा बलिदान भयो है, कतिवटा रीतिरिवाजहरू भयो, त्योबाट हामी मुक्त छौँ। के को कारणले? अनुग्रह। कस्तो अनुग्रह? ख्रिस्टको अनुग्रह, परमेश्वरको अनुग्रह। ख्रिस्ट जो हाम्रो निम्ति मर्नुभयो है, उहाँ हाम्रो निम्ति बलिदान हुनुभयो र उहाँको बलिदानले गर्दाखेरि हामीले त्यो गर्नुपर्ने कुराहरूबाट हामी के भएको छौँ? मुक्त भएको छौँ। र ख्रिस्टको बलिदान नै ती सबै कुराहरूमा चाहिँ कुराहरूभन्दा बढेर ठुलो भएको छ है। त्यसले गर्दाखेरि परमेश्वरको विधि चाहिँ के छ? असल छ भनेर भन्नुहुन्छ। सो येशूले के भन्नुभयो त यहाँनिर? यदि कसैले चाहिँ परमेश्वरलाई प्रेम गर्छु भनेर भन्छ भने उसले के गर्न जरुरी छ? के गर्न जरुरी छ?
यूहन्ना 14 को 15 होइन त? यदि तिमी मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू के गर? सो हामीले यसरी नै परमेश्वरलाई हामीले म परमेश्वरलाई प्रेम गर्छु भनेर हामी प्रमाणित गर्न सक्छौँ। परमेश्वरलाई म प्रेम गर्छु तर उहाँले भनेको कुरा म पालन गर्दिनँ भने हामी इमान्दार छैनौँ, हामीले उहाँको आज्ञालाई पालन गरेको छैनौँ। किनभने उहाँको आज्ञा पालन गर्नको निम्ति चाहिँ हामीले प्रेम पनि गर्नु पर्यो, प्रेमको साथसाथै काम पनि गर्नु पर्यो, आज्ञा पनि मान्नु पर्यो है, मान्नु पर्यो। त्यसले गर्दाखेरि यो कुरा एकदमै जरुरी कुरा छ। अनि यहाँ भन्दछ यदि तिमीले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर, यूहन्ना 14:15 भन्यो। भन्ने यसोको कथनले 10 आज्ञा र प्रेम कसरी बुनिएको रहेछ भनेर हामीलाई कसरी सिकाउँछ? यो यसोले भन्नुभयो र यो कथनले यसोले भन्नुभएको कुराले चाहिँ 10 आज्ञा र प्रेम एक आपसमा जोडिएको छ, 10 आज्ञा र प्रेम एक आपसमा बुनिएको छ भन्ने कुरा चाहिँ हामीलाई कसरी सिकाउँछ भन्ने कुरा आयो। 10 आज्ञा र प्रेम चाहिँ एक दुसरामा सम्बन्धित छ, एक दुसरामा जोडिएको छ भन्ने कुरा हामी कसरी बुझ्छौँ? कसरी चाहिँ हामीलाई यसले सिकाउँछ? कसैसँग ओपिनियन छ? कसैले के भन्ने छ यसमा? 10 आज्ञा र प्रेम कसरी बुनिएको छ, एक दुसरामा कसरी जोडिएको छ, कसरी सम्बन्धित छ भन्ने कुरा हामी कसरी बुझ्छौँ? परमेश्वरको व्यवस्था वा 10 आज्ञा आफैले परमेश्वरको पवित्रताको के गर्छ? प्रतिनिधित्व गर्छ। उहाँको प्रेमको चरित्र सिद्ध छ। परमेश्वरको त्यो आज्ञाहरू परमेश्वरको नियमहरू, परमेश्वरको आज्ञाहरूले कसलाई देखाउँछ? उहाँको चरित्रलाई देखाउँछ, उहाँको व्यवहारलाई देखाउँछ। उहाँले जे भन्नुभएको छ त्यो चाहिँ उहाँको चरित्र हो भन्ने कुरा त्यहाँबाट यसले देखाउँदछ। र उहाँको प्रेमको चरित्र त्यसले चाहिँ यो प्रकट गर्छ कि उहाँको प्रेमको चरित्र के छ? सिद्ध छ। उहाँ धर्मी हुनुहुन्छ र उहाँ असल हुनुहुन्छ भन्ने कुरा त्यहाँनिर देखाउँछ र उहाँ नै सत्य हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। त्यहाँनिर धेरै रेफरेन्सहरू छ। लेवी 19:2 तपाईँले पढ्न सक्नुहुन्छ, भजन सङ्ग्रह 11:19 7 तपाईँले पढ्नुहुन्छ सक्नुहुन्छ, 7 र 8, भजन सङ्ग्रह 119 142 र 172 तपाईँले पढ्न सक्नुहुन्छ, भजन प्रस्थान 31:18 तपाईँले पढ्न सक्नुहुन्छ है। त्यसले गर्दाखेरि परमेश्वरको जुन नियमहरू छ त्यो नियमहरूले के देखाउँछ? उहाँको चरित्रलाई प्रकट गर्छ, उहाँको व्यवहार, उहाँको स्वभाव चाहिँ कस्तो छ भन्ने कुरा देखाउँदछ। र त्यो भएको भएर उहाँको प्रेम चाहिँ के छ? सिद्ध छ भनेर भन्यो। र उहाँ धर्मी हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ भन्ने कुरा चाहिँ यसरी प्रमाणित गर्दछ। अनुग्रह र 10 आज्ञा, अनुग्रह र 10 आज्ञा। कसैले यिर्मिया 31:31 देखि 34 पढ्नु होला त? परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन् जब इस्राएलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। 34 परमप्रभुलाई चिन्न भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइहरूलाई सिकाउने छन्, किनकि सानादेखि लिएर ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्। परमप्रभु भन्नुहुन्छ, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र म तिनीहरूका पाप फेरि कहिले सम्झने छैन। जब हामी यी पदलाई पढ्छौँ हामीलाई थाहा हुन्छ, हामी बुझ्छौँ कि त्यहाँनिर परमेश्वरले के गर्दै हुनुहुन्छ? अनुग्रह देखाउँदै हुनुहुन्छ। यद्यपि ती इजरायलको घरानाहरू परमेश्वरको विरुद्धमा बागी भए, परमेश्वरको विरुद्धमा उठे, परमेश्वरको विरुद्धमा पाप गरे, तर पनि उहाँले के गर्नुहुँदैछ? त्यो दिन आउनेछ, त्यो समय आउनेछ जब म तिनीहरूलाई के गर्नेछु? आफ्नो अनुग्रह देखाउनेछु, अर्थात् तिनीहरूको पाप म के गर्नेछु? क्षमा गर्नेछु र तिनीहरूको हृदयमा चाहिँ के गर्नुहुनेछ? नयाँ हृदय दिनेछु र त्यहाँ उनीहरूको हृदयमा म मेरो नियम, मेरो व्यवस्था राखिदिनेछु, हालिदिनेछु भनेर उहाँले भन्नु। सो यहाँनिर हामी देख्छौँ उहाँले
अनुग्रह देखाउनु भयो, हामीलाई कृपा देखाउनु भयो, र हामीलाई उहाँको नियम हामीलाई हामीलाई मान्नको निम्ति दिनुभयो, हाम्रो निम्ति, ताकि योबाट हामी यो बुझ्छौँ कि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले हामीलाई अनुग्रह देखाउनु, कसैले कसैलाई अनुग्रह देखाउनु भनेको नि के हो? दया गर्नु भनेको नि के हो? प्रेम गर्नु। उसको हृदयमा प्रेम छ, उसको हृदयमा उसको निम्ति माया छ, त्यसले गर्दा उसको निम्ति उसले के गर्छ? त्यो दया देखाउँछ, प्रेम देखाउँछ, काम गर्छ, है। त्यही हो। त्यसले गर्दाखेरि परमेश्वरले हामीलाई इजरायलीहरूलाई गर्नुभएको बाचा अनुसार, बाचा जस्तै आज तपाईँ अनि हामी पनि त पापी मान्छेहरू हौ, है। हामी त त्यो एन्सियन्ट इजरायलाइट्सहरू त होइनौँ, तर हामी अहिले आधुनिक इजरायलीहरू जो छौँ, हाम्रो स्वभाव पनि पापी नै छ। तर परमेश्वरले हाम्रो त्यो पापी स्वभावलाई के गर्न चाहनुहुन्छ? बदलिन चाहनुहुन्छ र हामीलाई नयाँ हृदय दिन चाहनुहुन्छ। उहाँले प्रतिज्ञा गर्नुहुन्छ, म तिमीहरूको पाप के गर्नेछु? क्षमा गर्नेछु। तर हामी फर्किनु चाहिँ पर्यो, है। फर्किनु चाहिँ पर्यो, तब उहाँले हामीलाई हाम्रो पाप क्षमा गर्नुहुन्छ अनि हामीप्रति उहाँले करुणा, दया र उहाँ देखाउनुहुन्छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा हामी यहाँनिर बुझ्छौँ। न्यायको समयमा तपाईँको आशा के हो? के तपाईँ 10 आज्ञाका विधिहरूलाई विधिपूर्वक पालन गर्नुभएको कारणले कि ख्रीष्ट येशूको धार्मिकताले तपाईँलाई छुटेको कारणले परमेश्वरको न्यायको आशामा ढुक्क भएर उभिन सक्नुहुन्छ? 10 आज्ञाले तपाईँ के गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भनेर कसरी देखाउँछ? 10 आज्ञा हामीले पालन गरेको छौँ, किनभने व्यवस्थाको सबै नियम नै, बाइबलको सबै आधार नै 10 आज्ञामा आधारित छ। र जब हामी 10 आज्ञालाई पालन गर्छौँ भने हामी के हुन्छौँ? हामी परमेश्वरको बाटोमा हिँडिरहेको हुन्छौँ, परमेश्वरको मार्गमा हिँडिरहेको हुन्छौँ। र यदि हामी 10 आज्ञा मान्दैनौँ भने हामी परमेश्वरको आज्ञामा, परमेश्वरको बाटोमा हामी हिँडेको हुँदैनौँ। त्यसले गर्दाखेरि अब हामीले, मैले 10 आज्ञा त मान्छु, तर त्यो 10 आज्ञा मानेर मुखले त मान्छु, पढ्छु, अध्ययन गर्छु, मान्छु, तर त्यसलाई म व्यवहारमा उतार्दिनँ भने चाहिँ के हो त? त्योद्वारा चाहिँ हामी बचाइनौँ, त्यो हाम्रो धार्मिकता भएन, है। किन भन्दाखेरि 10 आज्ञालाई पढ्नु, मान्नु, पालन गर्नु अर्कै हो, र त्यो 10 आज्ञा अनुसार 10 आज्ञालाई अरूमा रिफ्लेक्ट गर्नु, अरूलाई त्यो त्यसको प्रकाश देखाउनु, त्यो फेरि अलग कुरा हो। मान्नु त म के भन्छु होइन, म यो मान्छु, म त्यो मान्छु, यो गर्छु, त्यो गर्छु, म भन्छु, तर भन्नुभन्दा पनि बढी चाहिँ हामी त्यसलाई व्यवहारमा कसरी उतार्छौँ, है। व्यवहारमा कसरी उतार्छौँ भन्ने कुरा हो। तर व्यवहारमा कसरी उतार्छौँ? जब हामी त्यो कुरा अरूलाई गर्छौँ, अरूको लागि गर्छौँ, है, अरूको निम्ति गर्छौँ, त्यो चाहिँ हामीले व्यवहारमा उतारेको हामी त्यहाँनिर दिन्छौँ। त्यसले गर्दाखेरि 10 आज्ञा म पालन गर्छु भनेर हामी ख्रीष्टको न्याय आसान अगाडि, ख्रीष्टको न्याय आसानमा हामी ढुक्क भएर उभिन सक्दैनौँ। तर हामीले मानेको छौँ, तर त्यसलाई व्यवहारमा कसरी उतारेको छौँ भन्ने कुराले चाहिँ निर्धारित गर्छ कस्तो प्रकारले चाहिँ ख्रीष्टको न्यायको आसनमा हामी उभिन्छौँ भन्ने कुराले, है। तपाईँको प्रश्न छ भने तपाईँले गर्न सक्नुहुन्छ, र तपाईँको केही अरू पोइन्ट्सहरू छ तपाईँ थप्न चाहनुहुन्छ भने तपाईँले थप्न सक्नुहुन्छ, है। जबसम्म हामीले येशूलाई विश्वास गरेर येशूको चरित्र हामीले ग्रहण गर्दैन, तबसम्म हामीले 10 आज्ञा पालन गर्ने चाहिँ एकदम राम्रो कुरा हो। किन भन्दाखेरि 10 आज्ञा पालन फरिसीहरूले पनि गर्दैन, सदुकीहरूले पनि गर्दैन, उनीहरूले पनि, है। तर उनीहरूको 10 आज्ञा पालन कस्तो थियो? देखावा मात्रै थियो। पढ्थे उनीहरूले, सधैँ पढ्थे त्यो कुरालाई, देखाउनको निम्ति गर्थे, तर त्यो कुरा अरूमा चाहिँ उनीहरूले लागू गरेन, अनि आफ्नो जीवनमा चाहिँ उनीहरूले लागू गरेन कि अरूको लागि कसरी गर्ने भन्ने कुरा। त्यही कुरा चाहिँ जब येशूले देखाउनुहुन्थ्यो, फरिसीहरूलाई भन्नुहुन्थ्यो, सदुकीहरूलाई सम्झाउनुहुन्थ्यो, बुझाउनुहुन्थ्यो, उनीहरूलाई त्यो चुप थियो क्या, है। त्यसले गर्दाखेरि 10 आज्ञा मान्नु मात्रै काफी छैन। 10 आज्ञा मान्नु त हामीले मुखले मात्रै पनि मानेको हुन सक्छौँ, है। तर हृदयले मानेको छौँ। परमेश्वरले भन्नुभयो, येशूले भन्नुभयो, तैँले आफ्नो परमेश्वरले आफ्नो सारा समझले, शक्तिले, ज्ञानले, प्राणले प्रेम गर्नु। मुखले मात्रै मान्ने कुरा आएन त्यहाँनिर, त्यो भनेको गरेर पनि देखाउनु, व्यवहारमा पनि उतार्नु भन्ने कुरा आयो क्या। त्यसले गर्दाखेरि
हामी फरिसी जस्तो चाहिँ हुनु भएन, फरिसीहरू जस्तो चाहिँ हामी हुनु भएन। देखाउने मात्रै होइन तर गर्ने चाहिँ हामी हुनुपर्छ। म छिटो छिटो अलिकति कुद्दैछु है, त्यसले गर्दाखेरि तपाईँहरूकोमा यो हरेकलाई दिएको छ, तपाईँ आफैले पनि यसलाई अध्ययन अलिकति गर्नु होला, अलिकति अझै राम्रोसँगले बुझ्नको निम्ति। बरु बुझ्नु भएन केही डाउटहरू रह्यो भने तपाईँले सोध्न सक्नुहुन्छ। जस्तै गरेर धर्मी ठहरिने भन्ने कुरा हो। व्यवस्था, कुन व्यवस्थाको बारेमा यहाँनिर भन्दैछ हामी त्यो कुरा पहिला बुझ्नुपर्छ है। व्यवस्था हामीले अघि पनि हेऱ्यौँ, अगाडिको दिनहरू पनि हामीले अध्ययन गरेको छौँ। व्यवस्था दुई प्रकारको छ है, मोसाको व्यवस्था र परमेश्वरले दिनुभएको व्यवस्था, सेरोमोनियल ल जसलाई हामी भन्छौँ है। त्यो व्यवस्था उनीहरूको निम्ति एउटा उनीहरूले शारीरिक रूपमा गरिनुपर्ने जुन विधि विधानको बलिदानको व्यवस्थाहरू है, त्यो व्यवस्था पालन गरेर हामी यदि धर्मी ठहरिन्छौँ र स्वर्ग जान्छौँ भनेर हामी सोच्छौँ भने हामी गर्छौँ। तर परमेश्वरले दिनुभएको जुन व्यवस्था छ छुट्टै 10 आज्ञाको व्यवस्था है, जो चाहिँ जसमा चाहिँ परमेश्वरको प्रेम चाहिँ आधारित छ, त्यसलाई चाहिँ हामी जब गर्छौँ भने त्यसले चाहिँ हामीलाई धार्मिक ठहराउनको निम्ति या त स्वर्गको राज्यको भागी बनाउनको निम्ति यो कुरा चाहिँ सक्षम छ। यसले चाहिँ हामीलाई सक्षम बनाउन सक्छ भन्ने कुरा म बुझ्छु। ओके, प्रेम नै 10 आज्ञा पुरा गर्नु। त्यसले गर्दाखेरि हामीले हेरिहाल्यौँ कि प्रेम चाहिँ 10 आज्ञा चाहिँ प्रेममा आधारित छ, बेस छ भन्न खोजेको कुरा चाहिँ यो। 10 आज्ञा पुरा गर्नेहरूले चाहिँ प्रेम गर्नेले के गरेको हुन्छ, 10 आज्ञा पुरा गर्नु। 10 प्रेम गर्नु चाहिँ के हो, त्यो चाहिँ व्यवहारमा उतार्नु, प्र्याक्टिकली गर्नु क्या है, लिटरली त्यो गर्नु। कसैलाई दया गर्नु, कसैलाई प्रेम गर्नु, दुःखमा परेकोलाई हेर्नु, भोकोलाई खुवाउनु है, त्यो चाहिँ के हो, प्रेम देखाउनु। जब हामी प्रेम अरूलाई देखाउँछौँ हामीले 10 आज्ञालाई हामी के गर्दै गरेको हुन्छौँ, पुरा गर्दै गरेको हुन्छौँ। प्रेम र व्यवस्था वा 10 आज्ञाको बिचमा भएको सम्बन्धलाई जति धेरै व्याख्या गरे तापनि पुग्दैन। प्रेम गर्नु नै व्यवस्था पुरा गर्नु भनेर बाइबलले बताउँछ। त्यसले गर्दाखेरि पढेर गरेर मात्रै, पढेर र अरूलाई बताएर मात्रै पनि हुँदैन। त्यसले गर्दाखेरि आफूले व्यवहारमा गर्नु, आफूले लिटरली प्र्याक्टिकली त्यो गर्नु कतिको महत्त्वपूर्ण कुरा छ भन्ने कुरा चाहिँ हामी यहाँनिर बुझ्छौँ। अरू केही छ पोइन्ट तपाईँको? र यही कुरा आउँछ यहाँनिर है, एक आपसमा प्रेम गर्नु, परमेश्वरलाई प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई प्रेम गर्नु। एक आपसमा प्रेम गर्नु भनेको आफ्नो साथीभाइ हुनसक्छ, आफ्नो छिमेकी हुनसक्छ, आफ्नो गाउँले जो पनि हुनसक्छ है। यही कुरा नै आजको मुख्य विषयलाई चाहिँ अलिकति हामीले यहाँनिर हेर्दैछौँ। प्रेम नै सारा व्यवस्था वा 10 आज्ञालाई पुरा गर्ने नीति हो भन्ने कारण चाहिँ के हो। अब यो प्रेमको बारेमा हामीले सुन्दै आएको छौँ, धेरैपल्ट सुन्दै आएको छौँ। प्रेम धेरै प्रकारको छ। कस्तो प्रकारको प्रेम चाहिँ हामीले परमेश्वरलाई गर्ने, कस्तो प्रकारको प्रेम चाहिँ हामीले अरूमाथि देखाउने भन्ने कुरा हो है। एउटा प्रेमीले प्रेमिकालाई गर्ने प्रेम होइन, एउटा आमाले छोरालाई गर्ने प्रेम होइन है, एउटा परिवारले परिवारलाई गर्ने प्रेम होइन। ख्रिस्टले गर्नुभएको प्रेम के थियो, निस्वार्थ प्रेम है। जब हामी कसैलाई प्रेम गर्छौँ त्यहाँनिर केही न केही स्वार्थ लुकेको हुन्छ, केही न केही आफ्नो चाहना लुकेको हुन्छ, केही न केही त्यहाँनिर स्वार्थ पुरा गर्ने एउटा कुरा हुन्छ। तर ख्रिस्टले गर्नुभएको प्रेममा केही स्वार्थ पनि थिएन, निस्वार्थ प्रेम उहाँले प्रेम गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ यो प्रकारको प्रेम ख्रिस्टले गर्नुभएको जस्तै प्रेम गर्नु चाहिँ के हो, व्यवस्था पुरा गर्नु हो, 10 आज्ञाको नीतिलाई मान्नु हो र पुरा गर्नु हो भनेर भनियो। त्यसले गर्दाखेरि यो ख्रिस्टले गर्नुभएको जस्तै प्रेम है, त्यहाँनिर भन्दछ यदि प्रेम नै व्यवस्थालाई पुरा गर्नु हो भने कुनै पनि मानिसले गलत कामहरू मात्र नगरेर व्यवस्थालाई पुरा गर्नु। यदि प्रेम नै व्यवस्थालाई पुरा गर्नु हो भने कुनै पनि मानिसले गलत कामहरू मात्र नगरेर व्यवस्थालाई पुरा गर्नु। भन्नुको मतलब व्यवस्था सबै कुरा मान्छौँ, गलत कामहरू केही पनि गरेको छैन, कहीँ पनि चुकेको छैन, तर प्रेम चाहिँ छैन।
है व्यवस्थालाई मान्ने धेरै तरिका छन् है एउटै पनि नबीलाई मानेको होला कहीँ पनि नचुकेको होला तर त्यहाँनिर ख्रिस्टले देखाउनु भएको प्रेम अन्त ख्रिस्टले हामीलाई अरूलाई देखाउनु भन्नुभएको प्रेम चाहिँ हामीले देखाउन सकेनौँ भने त्यो सबै व्यवस्था मानेको फाइदा के भयो केही पनि भयो त्यही भन्नु खोजेँ यहाँनिर है पुरा गरेको हुँदैन व्यवस्थालाई प्रकट गर्ने प्रेम नै भनेर बाइबलले जाहेर गर्दछ यसले हामीलाई खराब काम गर्ने आदेश यसले हामीलाई खराब काम नगर्ने आदेश दिन्छ है परमेश्वरको प्रेमद्वारा प्रकट गर्ने कामलाई यसो भक्तले कार्यान्वयन गर्नु आह्वान गर्दछ चर्चका विश्वासीहरूलाई मात्र प्रेम देखाउने नभएर संसारका विभिन्न वर्ग रङ जात उमेर र लिङ्गका मानिसहरूलाई पनि प्रेम प्रकट गर्नु चाहिँ नितान्त आवश्यक छ भनेर भन्दछ सही इसाई गवाईको भोगको संसार छ केवल इसाईहरूले व्यवहार वा आचरणमा प्रेम देखाउन सक्यो भने त्यो भोग मात्र छ भनेर यहाँनिर भन्यो त्यसले गर्दाखेरि प्रेम भन्ने कुरा चाहिँ कतिको जरुरी छ कसरी हामीले प्रेम गर्छौँ कस्तो खालको प्रेम हामीले अरूलाई देखाउँदैछौँ परमेश्वरले हामीले कस्तो खालको प्रेम देखाउँदैछौँ भन्ने कुरा चाहिँ हामीले कतिका व्यवस्थाको नियमलाई 10 आज्ञाको नियमहरूलाई बाइबलले सिकाएको नियमहरूलाई हामीले पालन गर्दैछौँ भन्ने माथि चाहिँ गवाह हुँदछ यहाँ भन्दछ अन्तमा येशूले संसारलाई कसरी प्रेम गर्नुभयो यसरी नै हामीले पनि प्रेम गर्नुपर्छ भन्ने येशूको बानीमा ध्यान दिनुहोस् है यसले इसाई हुनुको परिपक्वताको अवधारणालाई कसरी बुझाउँछ अनन्त जीवनमा हामी योग्य हुन हामीले के गर्नुपर्ने रहेछ चिन्तन गर्नु त्यसले गर्दाखेरि यो मनन गर्ने सोच्ने चिन्तन गर्ने बेला आएको छ येशूले कस्तो प्रेम गर्नुभयो हामीलाई कुनै सर्त छैन विदाउट एनी कन्डिसन कुनै त्यहाँनिर सर्त बिनाको स्वार्थ बिनाको है त्यसो गर्दा त हामी अहिले हामी कहाँबाट छौँ विभिन्न जग्गाबाट छौँ विभिन्न जातको छौँ विभिन्न रङ रूपको छौँ हामी एउटा परिवारमा यसरी हामी समावेश भएर एउटा परिवार बनेर हामीले उहाँको सेवा गर्नु पाइरहेको त्यो के को कारणले हो निस्वार्थ प्रेमको कारणले यदि परमेश्वरले हामीलाई हाम्रो जात धर्म रङ अनुसारको अलग अलग प्रेम हामीले देखाउनु भएको भए हामी यहाँ हुने त्यसले गर्दाखेरि यो प्रकारको प्रेम यस्तै प्रेम जो ख्रिस्टले गर्नुभयो हामीले पनि हामीलाई गर्नुपर्छ फिलिप्पी 2:5ले भनेको छ तिमीहरूमा यो मन होस् जो ख्रिस्टमा फिलिप्पी 2:5ले के भन्दछ तिमीहरूमा यो मन होस् कुन मन येशू ख्रिस्टमा भएको मन त्यो मन जुन मनले चाहिँ येशू ख्रिस्टले अरूलाई निस्वार्थ प्रेम गर्नुभयो जुन मनले चाहिँ येशू ख्रिस्टले सबैलाई समानतामा राख्नुभयो त्यसले गर्दा मन चाहिँ तपाईँले हामी प्रेम त गर्छौँ म त आज्ञा पालन गर्छु येशूलाई प्रेम गर्छु परमेश्वरको विधि विधानहरू मान्छु हामी भन्छौँ हामी सम्झन्छौँ होला म कहीँ चुकेको छैन मैले केही गलत गरेको छैन म सही छु म पाप गर्छु तर म पश्चाताप गर्छु म परमेश्वरको अगाडि ठिक छु भन्ने हामीले सहेको भनेको हुनसक्छ सोचेको हुनसक्छ तर ख्रिस्टले गर्नु भएको जस्तै अरूलाई गर्नु चुकेका छौँ चाहे हाम्रो बोलीद्वारा होस् चाहे हाम्रो हातद्वारा होस् चाहे हाम्रो सोचद्वारा होस् चाहे हाम्रो व्यवहारद्वारा होस् गरेको छैन त्यसमा चुकेको छ भने हामीले 10 आज्ञालाई ठिकसँग बसेको त्यसले गर्दाखेरि परमेश्वरले हामीलाई आशिष दिउन् आजको यो एकदमै महत्त्वपूर्ण विषय हामी यसलाई धेरै कुराहरू यसबाट हामी छलफल गर्न सक्छौँ सिक्न सक्छौँ तर यो समयको पाबन्दीले ठिक हाम्रो समय